तपाईलाई घनिष्ठ रूपमा चिन्न सबै थोकलाई बेची त्यो मोती किन्न यो जीवन दिन म तयार छु तपाईलाई घनिष्ठ रूपमा चिन्न सबै थोकलाई बेची त्यो मोती किन्न यो जीवन दिन म तयार छु हे येशू तपाईको आराधना गर्न बनिएको छु यही नै हो जीवनको अर्थ मेरो तपाईलाई महिमित पार्न भनी जन्मिएको छु तपाईको सुन्दरतालाई सधैँ हेर्न हे येशू साँच्चै भन्ने हो भने ख्रीष्ट येशू मेरा प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु सम्पूर्ण रूपले म उहाँमा भएको पाइन सकूँ व्यवस्थामाथि आधारित भएको मेरो आफ्नै धार्मिकता होइन तर मेरो धार्मिकता यही हो जो ख्रीष्टमाथि निर्भर हुन्छ जुन चाहिँ विश्वासद्वारा परमेश्वरबाट आउने धार्मिकता हो म उहाँलाई र उहाँको पुनरुत्थानको शक्ति जान्न सकूँ र उहाँको मृत्युमा उहाँ जस्तै भई उहाँका दुःख भोगमा सहभागी हुन सकूँ सम्भव भए मरेकाहरूबाट म पुनरुत्थान प्राप्त गर्न सकूँ वचनको गहिराईमा तपाईलाई भेट्न पवित्र आत्माको प्रकाशलाई देख्न सबै थोक दिन म तयार छु वचनको गहिराईमा तपाईलाई भेट्न पवित्र आत्माको प्रकाशलाई देख्न सबै थोक दिन म तयार छु हे येशू तपाईको आराधना गर्न बनिएको छु यही नै हो जीवनको अर्थ मेरो तपाईलाई महिमित पार्न भनी जन्मिएको छु तपाईको सुन्दरतालाई सधैँ हेर्न हे येशू यसैले आउँछु फेरि नजिक घनिष्ठ रूपमा तपाईलाई चिन्न यसैले आउँछु फेरि रूपमा तपाईलाई चिन्न हे येशू तपाईको आराधना गर्न बनिएको छु यही नै हो जीवनको अर्थ मेरो तपाईलाई महिमित पार्न भनी जन्मिएको छु तपाईको सुन्दरतालाई सधैँ हेर्न हे येशू तपाईको आराधना गर्न बनिएको छु यही नै हो जीवनको अर्थ मेरो
तपाईलाई महिमित पार्न भनी जन्मिएको छु। तपाईको सुन्दरतालाई सधैँ हेर्न हे येशू।